भन्थे। म हजुरलाई सोध्दै थाकिसकेँ, तर नागसेन के हो को हो त्यो थाहा पाउन सकिनँ। कि नागसेन केवल शब्द मात्र हो त? साँच्चै नागसेन के रहेछ? भन्थे। हजुर झुटो बोलिरहनु भएको छ कि नागसेन केही छैन भनेर। तब आयुष्मान नागसेनले राजा मिलिन्दलाई भने, महाराज, हजुर क्षेत्रीय साह्रै कोमल हुनुहुन्छ। यो दिउँसोको चर्को घाम र तातो बालुवा तथा गिटीले भरिएको मैदानमाथि हिँडेर आउनुभएकोले गर्दा हजुरको गोडा दुखिरहेका होलान्, शरीर थाकेको होला, मनले शान्ति मानेको छैन होला, बडो शारीरिक पीडा अनुभव भइरहेको होला। ए साँच्चै हजुर हिँडेर आउनुभयो कि कुनै सवारी साधनमा? भन्थे। म हिँडेर होइन, रथमा आएको हुँ। महाराज, यदि रथमा आउनुभएको भए मलाई भन्नुहोस् कि रथ कहाँ छ? महाराज, त्यो धुरा दण्डी रथ हो? होइन भन्थे। के चक्का रथ हो? होइन भन्थे। के घोडा रथ हो? होइन भन्थे। के पालकी रथ हो त? होइन भन्थे। के डोरीहरू रथ हो त? होइन भन्थे। लगाम हो त? होइन भन्थे। कोर्रा रथ हो त? होइन भन्थे। महाराज, दण्डी, घोडा, चक्का इत्यादि सबै रथ हो त? होइन भन्थे। अनि के त महाराज, दण्डी, घोडा, चक्का आदि भन्दा बेग्लै अरू कुनै रथ छ त? छैन भन्थे। महाराज, म यहाँसँग सोध्दै थाकिसकेँ, तर रथ कहाँ छ पत्ता पाउन सकिनँ। के रथ केवल एक शब्द मात्र हो र? साँच्चै रथ के रहेछ महाराज? हजुर झुटो बोल्दै हुनुहुन्छ कि रथ होइन भनेर। महाराज, सारा जम्बुद्वीपमा सबैभन्दा ठुलो राजा हजुर हुनुहुन्छ, अनि कोसँग डराएर हजुर ढाड्दै हुनुहुन्छ? 500 यवन सैनिकहरू र मेरा 80,000 बिच्छुहरू। सबैले सुन्नुहोस्, राजा मिलिन्दले भन्नुभयो म रथमा आएको हुँ, तर मैले रथ कहाँ छ भनेर सोद्धा रथ देखाउन सक्नु भएन। के उहाँको कुरा मान्न सकिन्छ? यसो भन्नुहुँदा 500 यवन र 80,000 बिच्छुहरू सबैले आयुष्मान